ल साथीहरू, आज हामी तपाईँहरूको सम्म क्लास 8 को कति गरे क्लास 8 को म्याथमेटिक्स लिएर आइसकेको छु। के लिएर आएको छु रे? क्लास 8 को म्याथमेटिक्स। क्लास 8। यो क्लास 8 को म्याथमेटिक्समा तपाईँहरूले धेरै थोक पढ्नुहुन्छ। म त्यो सो कुराको यहाँ डिटेलमा हालिदिँदैछु, के पढ्नुहुन्छ भनेर। हेर्नुहोस् त, ल यहाँ हेर्न सक्नुहुन्छ, यो क्लास 8मा हामीहरूले सेट भनेपछि अघि नै पढिसकेछौँ। त्यही भएर आज हामीले एरिथमेटिक्स पढ्ने गर्छौँ। के अरे? एआर ल के पढ्छौँ अरे? ARITHMETIC एरिथमेटिक पढ्छौँ। यो एरिथमेटिक्स किन भनिएको छ यसलाई, त्यो कुरा हामीले, यो एरिथमेटिक जुन छ नि, यो बेसिकली नम्बरहरूको कुरा गर्छ। के गर्छ अरे? नम्बर्सहरूको कुरा गर्छ, यसको टाइप्सहरूको कुरा गर्छ, होइन हो। यो अर्थमेटिक्समा हामीले यही पढ्छौँ, नम्बर र यसको टाइप्सहरू पढ्छौँ। यो नम्बरमा के हुन्छ भन्दाखेरि बेसिकली हामीहरूले नम्बर पनि धेरै टाइपको हुन्छ। के हुन्छ भन्दाखेरि बेसिकली हामीले नम्बरलाई दुईटा टाइपमा डिभिजन गर्छौँ। कसमा डिभिजन गर्छौँ अरे? दुईटा टाइप्समा डिभिजन गर्छौँ। एउटा रियल नम्बर, अर्को इमेजिन नम्बर। के अरे? इमेजिनरी नम्बर हो। हो। अर्को हामीहरूले इमेजिनरी नम्बर भन्ने चाहिँ डिभिजन गर्छौँ। त आज हामी यसमा चाहिँ रियल नम्बरको कुरा मात्र गर्छौँ। यो रियल नम्बर किन भन्दाखेरि यो इमेजिनरी नम्बर जुन छ नि, त हाम्रो भनेपछि क्लास 12देखि बेसिकली स्टार्ट हुन्छ, होइन। क्लास 11मा पनि छ दिएको, तर बेसिकली यसमा यसमा हामीहरूले पढ्नुपर्छ। इमेजिनरी नम्बरमा तपाईँहरूले एउटाहरू पढ्नुपर्ने हुन्छ। ओके, लेट्स टक अबाउट दि all details about the our real numbers. Do you know that first of all the numbers? फर्स्ट अफ अल नम्बर्स भनेको के हो त्यो कुरा जान्नु पर्यो। नम्बर्स भन्नाले के बुझिन्छ भन्दाखेरि, नम्बर्स भन्नाले के हो अरे? ल्याङ्ग्वेज अफ म्याथमेटिक्स हो। के हो अरे? ल्याङ्ग्वेज अफ म्याथमेटिक्स हो। यसलाई ल्याङ्ग्वेज अफ म्याथमेटिक्स किन भनिएको भन्दाखेरि, जस्तैमा तपाईँलाई थाहा छ, म्याथमेटिक्सलाई अर्को तरिकाले पनि त्यहाँ डिफाइन गरिएको छ। कसरी गरिएको छ भन्दाखेरि ल्याङ्ग्वेज अफ साइन्स भनेर डिफाइन गरिएको छ। के अरे? यसलाई अर्को तरिकाले कसरी डिफाइन गरिएको छ भन्दाखेरि ल्याङ्ग्वेज अफ साइन्स भनेर यसलाई डिफाइन गरिएको छ। त्यसै आधार मानेर हामीहरूले यसलाई के गर्छौँ भन्दाखेरि ल्याङ्ग्वेज अफ म्याथमेटिक्स भन्छौँ। यो नम्बरले बेसिकली के गर्छ भन्दाखेरि म्याथमेटिक्समा धेरै रोल खेलेको हुन्छ। जस्तैमा हामीहरूले नम्बरलाई, जस्तैमा हामीले के गर्छौँ भन्दाखेरि काउन्टिङ पर्पजको लागि, के अरे, काउन्टिङ पर्पजको लागि पनि हामीले यसलाई युज गरिरहेको हुन्छौँ, मेजरिङको लागि युज गरिरहेको हुन्छौँ, एटसेट्रा। यो जस्ता वस्तुहरूमा हामीहरू के गर्छौँ भन्दाखेरि नम्बरलाई युज गरिरहेको हुन्छौँ। हो, त यो नम्बर भयो, होइन। नम्बरको कुरामा हामीहरूले आउँदाखेरि कसरी आउन सकिन्छ भन्दाखेरि, यो नम्बरको हामीहरूले के गर्नुपर्छ भन्दाखेरि यसमा नम्बरको टाइप पढ्नुपर्ने हुन्छ। के पढ्नुपर्ने हुन्छ अरे? टाइप्स अफ नम्बर्स हो। यहाँ हेर्नु त, टाइप्स अफ द नम्बर्समा टाइप्स अफ द रियल नम्बर भनौँ नि, के भनौँ अरे? टाइप्स अफ द रियल नम्बर। यसमा बेसिकली हामीहरूले 5-6वटा पढ्नुपर्छ, जुन भनेको यस प्रकार रहेको छ। होल नम्बर पढ्नुपर्ने हुन्छ। फर्स्टमा के पढ्नुपर्ने हुन्छ अरे? होल नम्बर। त्यसपछि हाम्रो सेकेन्डमा छ रियल नम्बर। नम्बर सिधा लेखौँ नि यसलाई, रियल नम्बर।
त्यसपछि हामी यो रेसियो एन्ड प्रोपागेसन पढ्नुपर्ने हुन्छ के अरे हो त्यसपछि हामीले रेसियो एन्ड प्रोपागेसन रेसियो एन्ड प्रोपागेसन पढ्नुपर्ने हुन्छ त्यसपछि हामीले के पढ्नुपर्ने हुन्छ भन्दाखेरि तपाईँलाई म भन्छु यसमा भनेपछि यो भनेपछि नम्बरहरूमा हामीहरूले यसमा पढ्नुपर्ने हुन्छ त्यसपछि तपाईँलाई थाहा छ होल नम्बर भयो होइन त्यसपछि के भन्छ भन्दाखेरि इन्टिजर्स नम्बर भयो हो इन्टिजर्स नम्बर भयो होइन इन्टिजर्स नम्बर पछि तपाईँहरूलाई के थाहा छ भन्दाखेरि नेचुरल नम्बर भयो हो नेचुरल नम्बर भयो हो त्यसपछि तपाईँलाई के थाहा छ भन्दाखेरि यसमा के थाहा छ भन्दाखेरि हेर्नुहोस् त म भन्छु तपाईँलाई अड नम्बर पढ्नु पर्यो हो त्यसपछि हामीले के पढ्नु पर्यो भन्दाखेरि इभेन नम्बर पढ्नु पर्यो हो यस्तो नम्बरहरूको टाइप हामीहरूले के गर्छौँ भन्दाखेरि यसमा पढ्छौँ ल यति कुरा पढेपछि हामीहरूले स्टार्टिङ गरौँ कहाँबाट गरौँ भन्दाखेरि होल नम्बरबाट हामीले स्टार्ट गरौँ कहाँबाट गरौँ रे होल नम्बरबाट स्टार्ट गरौँ है यो होल नम्बर यो होल नम्बरबाट हामीहरूले स्टार्ट किन गरेको हो त्यो कुरा पनि बुझ्नु पर्यो तपाईँहरूले होल नम्बरबाट नि स्टार्ट हामी किन गरेको भन्दाखेरि तपाईँ होल भन्नुको अर्थ के बुझ्नुहुन्छ होल भन्नुको अर्थ सबै के जे जति छ नि हो यो सबै यसले इन्क्लुड गरेको हुन्छ तपाईँलाई हामीले होल भन्छौँ होल नम्बरलाई डिफाइन गर्दाखेरि कन्टेनिङ containing the 0 to infinity is called here whole whole number और यसलाई हामीले भन्न सकिन्छौँ which started from the 0 is called whole हो यसरी पनि हामीहरूले यसलाई डिफाइन गर्न सक्छौँ इक्जाम्पलको रूपमा दिन सक्नुहुन्छ 0 1 2 3 4 5 6 7 हो यसलाई हामीहरूले डब्लुले डिनोट गर्छौँ केले डिनोट गर्छौँ अरे डब्लुले हो यो कुराहरू भयो यसमा हामीहरूले के गर्नुपर्छ भन्दाखेरि डेसिमल क्वाइनरी नम्बर एन्ड बाइनरी नम्बर पढ्नुपर्ने हुन्छ के हुन्छ अरे डेसिमल नम्बर क्वाइनरी नम्बर एन्ड बाइनरी नम्बर पढ्नुपर्ने हुन्छ के पढ्नुपर्ने हुन्छ अरे डेसिमल नम्बर सेकेन्डमा के अरे बाइनरी नम्बर अनि थर्डमा के रहेछ भन्दाखेरि क्वाइनरी नम्बर यो तिनवटा हामीहरूले बुझ्नुपर्ने हुन्छ यो तिनटै भनेको के हो भन्ने कुरा हामीले यसमा जान्नु पर्यो ल यसमा हेर्नु त यो डेसिमल नम्बरमा मान्नुहोस् कि म तपाईँले एउटा इक्जाम्पलको रूपमा दिएँ मैले 27 नम्बर दिएँ हो जब मैले 27 दिएँ यसलाई डेसिमलमा कन्भर्ट गर्दाखेरि हामीहरू यसलाई के गर्छ भन्दाखेरि हेर्नुहोस् त यसलाई हामीले ब्रेकडाउन गरौँ यसलाई एक्सपान्ड गरौँ त 2 इन्टु 10 को पावर 1 गर्न सकिन्छ प्लस 7 इन्टु 10 को पावर 0 गर्न सकिन्छ भन्नुहुन्छ होला सर यो 0 र 1 किन लेख्नु भयो हो तपाईँले थाहा हुनुपर्छ इन्डिसेस रुलमा तपाईँहरूले जाँदाखेरि कुनै पनि सङ्ख्याको माथि 0 छ भने त्यो 1 हुन्छ त्यो 1 कसरी हुन्छ त्यो पनि हामी सिकाउँछौँ तर यसमा हामीहरूले होल नम्बर पढिरहेको छौँ त्यही भएर हामी त्यसमा चाहिँ नजाउँ यसको रहेको छ 10 को पावर 1 भन्नुको अर्थ के हो अरे 10 लाई एकचोटि मात्र गुणन गर्नु हो के यदि 10 को पावर 2 हुन्थ्यो भने के हुन्थ्यो 10 इन्टु 10 ओके क्लियर हुनुहुन्छ अब यसलाई गर्नुहोस् त 2 इन्टु 10 को पावर 1 भन्नाले कति भयो अरे 2 इन्टु 10 प्लस 7 इन्टु 1 हो कति भयो 20 प्लस 7
हो यो यसको के भयो भन्दाखेरि एक्सपान्डेसन फर्म भयो। यसलाई हामीहरूले डेसिमल नम्बर भन्छौँ। यस भनेको यसको भनेपछि फिक्सबाट पनि के भन्छ भन्दाखेरि आउनु। अब जस्तै यसलाई हामीले बाइनरी नम्बर सिस्टममा लाग्दाखेरि, जस्तै बाइनरी नम्बर सिस्टमको मैले तपाईँलाई अहिले इक्जाम्पल दिएँ, के हुन्छ भन्दाखेरि 27 हो। यो 27लाई हामीहरूले कसरी कसरी गर्न सकिन्छ हो। यसलाई गर्नको लागि हेर्नुहोस् त, मैले यसलाई यसरी गर्न सकिन्छु। 16 + 8 + 2 + 1 लेख्न सक्छु म यसलाई, के लेख्न सक्दैन? सकिन्छ। यसलाई बाइनरी नम्बर सिस्टममा तपाईँलाई म अर्को पनि सिकाउँछु, तर यति कुरा यसमा बुझ्नुहोस्, के यसलाई हामीहरूले 1 × 2⁴ लेख्न सकिन्छ? के यसलाई हामीहरूले 1 × 2⁴ लेख्न सकिन्छ? के यसलाई 1 × 2⁴ 1 लेख्न सकिन्छ? कि यसलाई हामीले 1 × 2⁴0 लेख्न सकिन्छ? अभियसली लेख्न सकिन्छ। अब तपाईँले भन्नुहोला सर यो 1 1 मात्र लेख्नु भएको छ, यो 2 2 किन लेख्नु भएको छ? यो 2 भनेको तपाईँहरूले बुझ्नु पर्यो, 2 भनेको बाइनरी बेस जनाउँछ। के जनाउँछ अरे? यसलाई हामीले बाइनरी बेस भन्छौँ र यसलाई हामीले के भन्छौँ भन्दाखेरि बाइनरी कोफिसिएन्ट भन्छौँ। के भन्छौँ अरे? यसलाई हामीले के भन्छौँ अरे? बाइनरी कोफिसिएन्ट भन्छौँ। हो यसरी हामीले के गर्छौँ भन्दाखेरि बाइनरी सिस्टममा जान्छौँ। र अर्को इक्जाम्पल रह्यो क्वाइनरी सिस्टमको। क्वाइनरी सिस्टममा जहिले पनि यसको बेस कति हुन्छ भन्दाखेरि 5 राख्ने गर्छौँ हामीले। कति राख्ने गर्छौँ अरे? 5 राख्ने गर्छौँ। अब तपाईँले यहाँ हेर्नु त, यसलाई तपाईँले कसरी डिभिजन गर्न सक्नुहुन्छ? 5 × 5 + 2 हो, गर्न सक्नुहुन्छ? हो अभियसली गर्न सक्नुहुन्छ। यसलाई तपाईँले कसरी लेख्न सक्नुहुन्छ? 1 × 5 को होल स्क्वायर गर्न सक्नुहुन्छ? हो। यसलाई कसरी गर्न सक्नुहुन्छ? 0 × 5 को पावर 1 गर्न सक्नुहुन्छ? प्लस 2 × 5 को पावर 0। भन्नु न सर यो 0 किन लेख्नुभयो? त नलेख्दा पनि हुन्थ्यो, बेसली नलेख्दा पनि हुन्थ्यो। र यसलाई हेर्नु त, 1 × 5 को पावर 2 गर्दाखेरि तपाईँले यति गर्नु सक्नुभयो भने यो भनेपछि क्वाइनरी नम्बरमा कन्भर्ट भएर जान्छ। अब कुरा आउँछ यहाँ होल नम्बरको होल डिटेलमा। तपाईँले होइन होल नम्बरमा भनेपछि तपाईँलाई म मजाले देखाउँछु। ल यहाँबाट आउनुहोस् त, यसको इन्ट्रोडक्सनमा जानु सक्नुहुन्छ तपाईँले। यसमा भनेपछि डेसिमल सिस्टम हिन्दू अरेबिक सिस्टममा यदि जानुभयो भने, के अरे हिन्दू अरेबिक सिस्टममा जानुभयो भने के हुन्छ भन्दाखेरि तपाईँलाई के पढ्नु भएको छ भन्दाखेरि हिन्दू अरेबिक तपाईँले भने के पढ्नु भएको छ अरे? हिन्दू अरेबिक सिस्टम पढ्नु भएको छ। त्यसपछि देवनागरिक पढ्नु भएको छ। देवनागरिक नम्बर सिस्टम पढ्नु भएको छ। त्यसपछि रोमन पढ्नु भएको छ। यो जस्ता हिन्दू अरेबिक देवनागरिक नम्बर सिस्टम तपाईँले पढ्नु भएको छ हो। त्यसपछि कुरा आउँछ यसको भनेपछि बाइनरी नम्बर सिस्टमको। यो बाइनरी नम्बर सिस्टमलाई हामीहरूले बुझ्ने कसरी भन्ने कुरा म तपाईँलाई बुझाउँछु यहाँबाट। हेर्ने अब हेर्नुहोस् त, जस्तोमा तपाईँलाई भनिदियो 20लाई बाइनरी नम्बर कन्भर्जन अफ द डेसिमल नम्बर इन्टु बाइनरी, के अरे कन्भर्जन अफ डेसिमल नम्बर इन्टु बाइनरी नम्बर। यसलाई तपाईँहरूलाई बाइनरी नम्बर सिस्टममा कन्भर्ट गर्नले भन्यो भने कसरी गर्नु होला? मान्नुहोस् कि तपाईँको एक सामुमा 20 दियो इक्जाम्पलको रूपमा हो, और यहाँ 20 दियो र यतातिर तपाईँले कति दियो भन्दाखेरि मान्नुहोस् कि 99 दियो हो। भनेपछि यसलाई कसरी गर्न सक्छ त्यो बताउँछु तपाईँलाई।
हो यो बाइनरी भनेकै मैले के भनेर भन्दाखेरि यसको बेस भनेपछि टु हुनुपर्छ। टु हुनुपर्छ भन्नुको अर्थ के हो, तपाईँले यसलाई के लेख्नु पर्यो भन्दाखेरि टुले यसमा डिभिजन गर्नु पर्यो। टुले डिभिजन गर्नुभयो भने यसमा कति आउँछ अरे यहाँ, टु टेन जा 20, कति आयो अरे, टु टेन जा 20, केही पनि यसमा रिमाइन्डर बच्यो बचेन नि त, जेरो। फेरि गर्नु होला, फेरि यसमा टुले गर्नुहोस्, टु फाइभ जा 10, यसमा फेरि रिमाइन्डर कति आयो अरे, जेरो। फेरि यसमा गर्नु होला, टु टु जा 4, रिमाइन्डर कति आयो, 1, त्योभन्दा लेस हुनु पर्यो बट ग्रेटर हुनु भएन। फेरि यसमा गर्नु होला, टु वान जा 2, रिमाइन्डर कति आयो अरे, जेरो हो। अब यसमा फेरि पनि हामीले गर्छौँ के, टुले नै गर्नुपर्छ। अब टुले गर्दाखेरि कति आउँ अरे, जेरोले गर्नु पर्यो, जेरो, रिमाइन्डर कति आयो अरे, 1 हो। हेन्स देयर फोर 20। अब यसमा त डेसिमल छ, त यो डेसिमल कति हुन्छ अरे, 10 हुन्छ। डेसिमलको साइन कति हुन्छ, डेसिमलको साइन 10, र यसको बाइनरी कति हुन्छ नि, यहाँबाट जहिले पनि हामीहरूले बटन टु टपमा जानु पर्यो। कहाँ जानु पर्यो अरे, बटन टु टपमा जाँदाखेरि के हुन्छ भन्दाखेरि के लेख्नु पर्यो अरे, 0 1 0 1 0 2। अब कुरा बुझ्नु पर्यो, यहाँ मैले 2 किन लेखेँ र बुझ्नु पर्यो यहाँ चाहिँ मैले 10 किन लेखेँ। 10 किन लेखेँ किन भन्दाखेरि भनेको डेसिमल नम्बर सिस्टम, र यहाँ 2 मैले किन लेखेँ, यो भनेपछि यसरी पनि गर्न मिल्यो, त्यो भनेको 2 भनेको त्यसको 2 होइन नि। यसमा बाइनरी नम्बर सिस्टममा त्यसको रिमाइन्डर आउने भनेकै कति हो रे, 0 र 1 आउने हो, त्योभन्दा बढी आउने होइन। यति कुरा बुझ्नु पर्यो। यसको रिमाइन्डर जहिले पनि कति आउँछ रे, 2 नै आउँछ, त्योभन्दा बढी आउँदैन हो। ल, एकैछिन है साथीहरू। मैले के भने रे, यो के रहेछ भन्दाखेरि तपाईँले बुझ्दाखेरि यो भनेपछि 10 भनेपछि यो डेसिमल हो, र यो के अरे, जुन भनेपछि यो भनेपछि 2 छ, यो भनेको बाइनरी। अब यसमा कसरी गर्न सक्नुहुन्छ म भन्छु तपाईँले, हेर्नुहोस् 2, यसमा कति लाग्छ, 98 आउँछ हो। 98 भनेपछि कति कतिले डिभिजन जान्छ तपाईँले थाहा हुनु पर्यो, 45 टु द 90 भन्नाले 49ले जान्छ भने रिमाइन्डर कति आउँछ, 1 आउँछ। यो के हो अरे, रिमाइन्डर हो, के हो अरे। त्यसपछि फेरि 2ले गर्नु होला, 2ले गर्नुभयो भने कति आउँछ अरे, बुझ्नु पर्यो, 24। फेरि 1 आयो, फेरि 2ले गर्नुहोस् कति आयो, 12, 0। फेरि 2ले गर्नुहोस् कति आयो, 6, 0। 2ले गर्नुहोस् कति आउँछ, 3, 0। 2ले गर्नुहोस् कति आउँछ, 2ले गर्नुहोस् फेरि 1 कति आयो, 2 1 1 आयो। फेरि यसमा गर्नुहोस् 2ले कति आयो, 0 1 हो। यसको भन्नाले 90 10 यसको कति आउँछ रे भन्नुहोस् त मलाई, 0 1 1 0 0 1 1, बाइनरी 2 हो। यो भनेपछि हामीहरूले के पढ्यो भन्दाखेरि बाइनरी भनेपछि डेसिमलबाट कहाँ चेन्ज गर्नु रे, बाइनरीमा चेन्ज गर्नु हामीहरूले पढ्यो। यो कुरा बुझ्नु पर्यो। अब हामी पढ्छौँ बाइनरीबाट के अरे, बाइनरीबाट डेसिमलमा कसरी कन्भर्जन गर्ने भनेर हो। ल, बाइनरीबाट कसरी भनेपछि डेसिमलमा हामीहरूले कन्भर्जन गर्ने। हेर्नु त, के अरे, कन्भर्जन अफ बाइनरी नंबर टु डेसिमल नंबर हो। ल, यो जस्तैमा तपाईँलाई मैले एउटा इक्जाम्पल दिएँ, 1 0 0 1 1 2 हो। यसलाई हामीले के गर्नुपर्ने छ भन्दाखेरि बाइनरी नम्बर, मैले के भने यसको बेस के हुनुपर्छ अरे, 2 हुनुपर्छ हो। यसको फर्स्ट नम्बर के छ हेर्नु त, 1
टाइम्स अब बेस यसको त 2 छ। अब यसको कोफिसियन्ट कसरी हाल्ने भन्ने कुरा त्यो भनेपछि इम्पोर्टेन्ट हुन्छ कि। अब यहाँ हेर्नु त 1 2 3 4 रिमाइन्डर भनेको के हो, बाँकी जुन भनेको बाँकी भएको भाग पो त हो त होइन। कतिवटा बाँकी भाग छ, 1 2 3 4 4 पावर कति आयो अरे 4 आयो, या कोफिसियन्ट कति आयो अरे 4 आयो, प्लसको साइन दिने। कति आयो अरे 0। अब कति आउँछ 4 पछि 3 आउँछ। हेर्नु त फेरि 0 0 पछि 2 को पावर कति आयो 2, फेरि कति आयो 1 1 को त्यसपछि के आउँछ 1 प्लस फेरि के छ 1 2 को पावर हो। अब यो 1 पछि त केही पनि छैन भने के लेख्नु पर्यो हामीले 0 हो। यही अब यसलाई पनि अझै हामीले एक्सपान्ड गर्न, सरी यसलाई अझै हामीले सर्ट गर्न मिल्छ कसरी हेर्नु त। 1 × 2 को पावर 4 कति हुन्छ अरे भन्नुहोस् त मलाई। जस्तो तपाईँले के थाहा छ भन्दाखेरि 3 गर्दाखेरि कति आउँछ अरे 8 आउँछ भने अब यसले यो के हुन्छ अरे 16 प्लस 0 × 2 को पावर 8 हुन्छ हो, प्लस 0 × 2 को पावर 2 भनेर 4 हुन्छ, प्लस 1 × 2 को पावर 1 गर्दाखेरि 2 हुन्छ, प्लस 1 × 2 को पावर 0 गर्दाखेरि 1 हुन्छ। 16 0 0 2 1 कति भयो अरे 16 प्लस 3 इक्वल्स टु कति आयो अरे 19 हो। यसलाई हामीले 19 को बेसमा 10 पनि लेख्न सकिन्छ और 19 मात्र पनि हामीले लेख्न सक्छौँ। यो दुईटा हामीहरूले के पढ्यो भन्दाखेरि कन्भर्जन पढ्यौ। अब हामीले के पढ्छौँ भन्दाखेरि क्वाइनरी कन्भर्जन पनि पढ्छौँ। हामीले के पढ्छौँ अरे क्वाइनरी कन्भर्जन पढ्छौँ। क्वाइनरी कन्भर्जन पनि धेरै इम्पोर्टेन्ट छ। क्वाइनरी कन्भर्जनमा हेर्नुहोस् त, मैले इक्जाम्पल दिएँ ल। क्वाइनरी कन्भर्जनमा हेर्नुहोस् त, क्वाइनरी कन्भर्जनमा कसरी हामीले पढ्छौँ भन्दाखेरि तपाईँले के दिन सकिन्छ भन्दाखेरि हेर्न सक्नुहुन्छ, म तपाईँलाई भन्छु कन्भर्जन अफ के अरे डेसिमल नम्बर टु क्वाइनरी नम्बर, यो कुरा भन्नु। अब डेसिमल नम्बरमा मानिस तपाईँले 55 दिइहाल्यो, अब यसमा 55 10 दियो, यसमा भनेपछि बाइनरी नम्बरमा चेन्ज गर्नुपर्ने छ। अब हो यो कुरा भयो र यसै मात्र हो, यसैलाई हामीले गर्ने कोसिस गरौँ। 55 दिएको छ भने यसलाई हामीले जब कन्भर्जन गर्दाखेरि क्वाइनरी नम्बरमा यसमा हामीले के गर्नु पर्यो भन्दाखेरि मैले के भने क्वाइनरी भनेको बेस कति राख्छ अरे 5 राख्छ हो, 5 राख्नु होला। अब कति आउँछ अरे 11 5 जा 15 कति रिमाइन्डर बन्छ 0, फेरि गर्नुहोस् 5 5 2 जा 10 रिमाइन्डर कति 1। अब यसमा गर्नुहोस् कति आउँछ रिमाइन्डर हो। यो कुरा तपाईँहरूले बुझ्नु पर्यो के आउँछ यसमा रिमाइन्डर भनेर। 5 2 जा सरी 5 2 जा 10 2 आयो होइन हो। अब यसमा हेर्नुहोस् त, कुनै बेला यो भनेपछि बाइनरी क्वाइनरीमा जब जान्छ कुनै बेला भनेको यसको रिमाइन्डर भनेपछि के हुन सकिन्छ भन्दाखेरि 2 पनि आउन सकिन्छ, 3 पनि आउन सकिन्छ, 4 पनि आउन सकिन्छ, यसको भनेपछि कुनै हुँदैन हो। अब यो भनेपछि आयो, तब यसलाई हामीले कसरी कसरी लेख्न सकिन्छौँ भन्दाखेरि 55 बेस 10 इज इक्वल टु, यसमा पनि हामीले बटन टु टप जानुपर्छ 0 2 1 0। यसमा के अरे अब यसमा के लेख्नुहुन्छ 5 कि 2 5 किन भन्दाखेरि भनेको के हो अरे क्वाइनरी नम्बर। मैले अर्को पनि इक्जाम्पल दिएँ तपाईँले 60 को 5 कति आउँछ अरे भन्नुहोस् त मलाई 12 0 गर्नुहोस् त 5 कति आउँछ अरे 2 हो। 21 5 2 जा 10 या हो 5 2 जा 10 रिमाइन्डर कति आएर यहाँ भन्नुहोस् त मलाई 2 हो। यसमा गर्नुहोस् त 5 यसमा 0 भन्नाले रिमाइन्डर कति आएर 0 2 2 0, यो नै यसको के हो अरे रिमाइन्डर भयो हो। क्लियर हुनुहुन्छ। अब हामीहरूले कुरा गर्छौँ क्वाइनरी नम्बर टु डेसिमलमा हामीले कसरी गर्ने भनेर। Conversion of quinary number to decimal number.
क्वाइनरी नम्बर जस्तोमा मैले अघि नै भने 1 पनि हुन सकिन्छ, 2 पनि हुन सकिन्छ, 1 0 0 2 2 1 0। ल अब यो अलि ठुलो हुन्छ होला, केही छैन, ठुलो भए पनि यो यदि क्वाइनरी छ भने यसलाई डेसिमल गर्दाखेरि मैले अघि के भने यसको के छ, सुरुको नम्बर फर्स्ट, यसको बेस कति हुनु पर्यो 5, 1 2 3 4 5 6 प्लस यसलाई हेर्नु त, गर्नुहोस् त 1 1 सरी 0 इन्टु 5 5 प्लस 0 इन्टु 5 4। यसरी यति कुरा बुझ्नुहोस् कि सुरुको नम्बरको काउन्ट गर्नु, बाँकी सबै नम्बर के हुन्छ भन्दाखेरि घटिँदै जान्छ। 5 को पावर 3 प्लस 2 इन्टु 5 को पावर 2 प्लस 1 इन्टु 5 को पावर 1 प्लस 0 इन्टु 5 को पावर 0। यति कुरा भयो। अब मलाई तपाईँले भन्नुहोस् त, यो सबैले क्यालकुलेसन गर्दै जाँदाखेरि जे आउँछ यही नै के भयो भन्दाखेरि यसको डेसिमल नम्बर सिस्टममा जानु हो। यो तपाईँले भनेपछि यसमा भनेपछि यति कुरा मात्र पढ्नुपर्ने हुन्छ, यो बाहेक यसमा केही पनि त्यस्तो दिएको छैन। त्यसपछि हाम्रो अर्कोमा के लिएर आउँछु भन्दाखेरि मैले रियल नम्बरको कुरा लिएर आउँछु। यो भनेपछि होल नम्बरको कुरा